यो एप्लिकेसनबाट मैले फेरि पनि 9,15,000 कोइन अर्न गरेको छु र यहाँबाट कमाउनु भएको पैसा डाइरेक्ट ई-सेवामा, खल्तीमा, ब्याङ्कमा जेमा निकाल्न चाहनुहुन्छ त्यसमा निकाल्न सक्नुहुनेछ। विदिन तपाईँहरूको 10 मिनेटदेखि 20 मिनेटभित्रमा विथड्र पनि आइहाल्नेछ। म चाहिँ यहाँनिर अहिले खल्तीमा विथड्र गर्नेछु, त्यही भएर मैले खल्ती सेलेक्ट गरेँ र यहाँनिर देख्न सक्नुहुन्छ एकैछिनमा मैले लगभग 15-20 मिनेटमा चाहिँ विथड्र पाइसकेको छु। 12,000 खल्तीमा मेरो आइसकेको छ। ओके, यो एप्लिकेसन चाहिँ नेपालको नम्बर 1 एप्लिकेसन रहेको छ अर्निङ गर्नको लागि, किनभने यो एप्लिकेसनले सुरुमै 1000 रुपियाँ जतिको बोनस पनि दिनेछ र त्यसैगरी अर्निङ अरू एप्लिकेसनहरूभन्दा यसमा धेरै नै हुनेछ र डाइरेक्ट हामीले ई-सेवा खल्ती ब्याङ्कमा निकाल्न सकिनेछ। त्यो एकदम राम्रो कुरा हो र विथड्र आउनको लागि 1 दिन 2 दिन कुर्नु पर्दैन। 10 मिनेटदेखि 20 मिनेटभित्रमा विथड्र पनि आइहाल्नेछ। यो भिडियोमा विथड्र प्रुफसहित म तपाईँलाई सबै कुराहरू देखाउनेछु। मैले पनि आफैले यहाँबाट चाहिँ 25,000 कमाइसकेको छु र मैले के कुराहरू फलो गरेर चाहिँ राम्रो अर्निङ गरिरहेको छु म तपाईँलाई त्यो सबै कुराहरू सेयर गर्नेछु। धेरै अर्निङ गर्ने टिप्सहरूदेखि लिएर कसरी यहाँबाट काम गर्ने सबै कुराहरू यो भिडियोमा सिकाउनेछु। यो एप्लिकेसनको नाम भनेको टका एप्लिकेसन हो र तपाईँहरूले चाहिँ यहाँनिर कसरी अर्निङहरू गर्न सक्नुहुनेछ देखि लिएर कसरी जोइन गर्ने, कसरी भेरिफाई गर्ने, कसरी धेरै अर्निङ गर्ने सबै कुराहरू अब म तपाईँलाई डिटेलमा सिकाउने छु। सबैभन्दा फर्स्टमा चाहिँ एप्लिकेसन डाउनलोड गर्नुभएको छैन भने एप्लिकेसन डाउनलोड गर्ने लिङ्क डिस्क्रिप्सनमा दिएको छु, त्यहाँनिर क्लिक गर्नुहोस् अथवा कमेन्टमा हुन्छ त्यहाँनिर क्लिक गर्नुहोस् र डिस्क्रिप्सनमा दिएको लिङ्कबाट क्लिक गरेर आउनु भएपछि यहाँनिर तपाईँले तल यो गेट इट अन गुगल प्ले अथवा यहाँनिर माथि ओपन एप भन्ने देख्नुहुनेछ। गेट इट अन गुगल प्लेमा क्लिक गर्दा भइहाल्छ। यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर गुगल प्ले आएन भने चाहिँ यहाँनिर तल यो गुगल प्लेको अप्सन छ, यसमा क्लिक गरेर एप्लिकेसन डाउनलोड गर्ने पेजमा पुग्नुहोस् र एप्लिकेसनलाई इन्स्टल गर्नुहोस् र एप्लिकेसनलाई इन्स्टल गरिसक्नु भएपछि ओपन गर्नुहोस् र यहाँनिर यस्तो प्रकारको इन्टरफेस ओपन हुनेछ र यहाँनिर एकाउन्ट बनाउन एकदम इजी छ। जस्तै तपाईँले यहाँनिर साइन इन विथ गुगलको अप्सनमा क्लिक गरिदिनुहोस् डाइरेक्ट यहाँनिर र त्यसपछि तपाईँहरूको मोबाइलमा जति पनि गुगल एकाउन्टहरू लगइन छ सबै देखाउनेछ। जुनबाट एकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस् र एकाउन्ट क्रिएट हुनेछ। त्यसपछि यहाँनिर ल्याङ्ग्वेज चुज गर्नु भनेको छ, सो तपाईँले हिन्दी अथवा तपाईँले यहाँनिर इङ्ग्लिसहरू यसरी चुज गर्नु सक्नुहुनेछ। जस्तै मैले इङ्ग्लिस चुज गरेँ, त्यसपछि नेक्स्ट गरेँ र मेल हो कि फिमेल हो भनेको छ। अब तपाईँहरूले यसरी मेल हो कि फिमेल हो त्यो चुज गर्नुहोस् र नेक्स्टको अप्सनमा क्लिक गर्नुहोस् र यहाँनिर पर्मिसन मागेको छ, यसलाई अलाउ गरिदिनुहोस् र वाइल युजिङ द एप भन्ने अप्सनमा यसरी क्लिक गरेर अलाउ गरिदिनुहोस् र यति भइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ एप्लिकेसन ओपन भएको छ। अब यहाँनिर चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँहरूले यहाँनिर भेरिफाईहरू गर्नुपर्ने हुन्छ, आफ्नो अथेन्टिकेसन भेरिफाईहरू र त्यसको लागि चाहिँ तपाईँहरूले जस्ट यसमा प्रोफाइलको अप्सनमा क्लिक गरेर जानुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईँले यो अर्निङ सेन्टर भन्ने पाउनुहुनेछ। अर्निङ सेन्टरको अप्सनमा जस्ट तपाईँले क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ 80,000 कोइन चाहिँ मैले पाएको छु र त्यसपछि यहाँनिर स्पिनहरू दिएको छ। अब गो टु स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ, 3 चोटि स्पिन दिएको छ। अब यहाँनिर स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र स्पिन स्टार्ट हुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ अब जहाँनिर रोकिन्छ त्यो चाहिँ तपाईँहरूको एकाउन्टमा एड हुनेछ। जस्तै अब डबल रिवार्ड भनेको छ र यहाँनिर देख्न सक्नुहुन्छ यति रहेको छ। अब यसलाई डबल गर्दाखेरि यहाँनिर देख्न सक्नुहुन्छ 73,000 कोइन भएको छ, जुन भनेको $7.3 हुनेछ र फेरि अब यहाँनिर तपाईँले स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि फेरि यहाँनिर रिवार्ड परेको छ। अब यहाँनिर पनि देख्न सक्नुहुन्छ 6,000 कोइन परेको छ र त्यसपछि अब यहाँनिर गो टु ट्याक्स भनेर देखाएको छ। फेरि यहाँनिर स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर फेरि यहाँनिर कोइन परेर देख्न सक्नुहुनेछ यहाँनिर 79,000 कोइन भएको छ, जुन भनेको $7.9। यो चाहिँ यसरी तपाईँहरूलाई यसरी स्पिन गर्दाखेरि दिनेछ। यो लगभग 80,000 कोइन भएपछि यहाँनिर चाहिँ विथड्र गर्न मिल्नेछ, क्यास आउट गर्न मिल्नेछ र 80,000 कोइन भनेको चाहिँ $8 हुन्छ र यहाँनिर अब तल स्क्रोल गर्दै जानु भएपछि यहाँनिर अन्तिममा तपाईँहरूले यो कम्प्लिट अथेन्टिकेसन भन्ने अप्सन पाउनुहुनेछ। यसमा गोको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईँहरूले सुरुमा कन्ट्री सेलेक्ट गर्नुहोस्। यहाँनिर यसरी यहाँनिर क्लिक गरेर चाहिँ यहाँनिर नेपाल लेखेर सर्च गर्नुहोस् र यहाँनिर नेपाल कन्ट्री आउँछ। त्यसपछि यहाँनिर आफ्नो फोन नम्बर लाउनुहोस् र त्यसपछि गेट ओटिपीको अप्सनमा क्लिक गर्नुहोस् र एउटा ओटिपी कोड आउँछ फोन नम्बरमा, त्यो यहाँनिर लाउनुहोस् र त्यसपछि नेक्स्टको अप्सनमा क्लिक गर्नुहोस् र फोन नम्बर भेरिफाई भइसकेपछि तपाईँले आफ्नो अनुहारको पनि भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईँहरू चाहिँ मेल हो कि फिमेल हो अथवा रियल पर्सन हो कि होइन भनेर चाहिँ भेरिफाई गर्नेछ। भेरिफाई गर्नुको लागि भेरिफाई नाउको अप्सनमा क्लिक गर्नुहोस् र तपाईँहरूले चाहिँ आफ्नो अनुहारलाई यता दायाँ बायाँ गर्नु लागेको हुन्छ
त्यहाँ जे भनेको हुन्छ त्यही गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर भेरिफाई हुनेछ। जस्तै मैले भेरिफाई नाउको अप्सनमा क्लिक गरेँ र त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ वेटिङ फर द रिजल्ट भनेको छ। भेरिफाईको लागि यहाँनिर गएको छ र फेस डिटेक्ट भनेको छ। सक्सेसफुली यहाँनिर भेरिफाई भएको छ। अब यो एपलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ। रिस्टार्टको अप्सनमा क्लिक गरेर एप्लिकेसनलाई फेरि ओपन गर्नुपर्ने हुन्छ र त्यसपछि अब यहाँनिर देख्न सक्नुहुन्छ भेरिफाईको लागि भइसकेको छ। अब यहाँनिर तपाईँले यो फेरि यहाँनिर प्रोफाइलको अप्सनमा जानुहोस् र यहाँनिर अर्निङ सेन्टरमा जानुहोस् फेरि र यहाँनिर तल भेरिफाई भएको देख्नुहुनेछ तपाईँले। जस्तै यहाँनिर भेरिफाई भइसकेपछि यो टिकट आउँछ र कलेक्टको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। एउटा टिकटले तपाईँले एकचोटि स्पिन घुमाउन पाउनुहुनेछ। सो अब स्पिनको अप्सनमा यसरी क्लिक गर्नु बित्तिकै फेरि यहाँनिर टिकट घुम्नु स्टार्ट हुनेछ र यहाँनिर देख्न सक्नुहुन्छ बक्स परेको छ। यसमा पनि यहाँनिर इन्टु 9 कोइन परेको छ। ओके, तपाईँहरूले अब एकाउन्ट भेरिफाई गर्नु बित्तिकै तपाईँहरूले चाहिँ $8 बोनस पाउनुहुनेछ। जस्तै यहाँनिर यो तपाईँहरूले अर्निङ सेन्टरमा जानु बित्तिकै यहाँनिर $8 बोनस पाउनुहुनेछ, जसलाई चाहिँ निकाल्नुको लागि केही ट्याक्सहरू गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर यो तल दिएको कोइनहरूलाई चाहिँ 0 बनाउनु पर्ने हुन्छ। त्यसपछि डायमन्डहरूलाई पनि 0 बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँनिर अहिले यहाँनिर $100 बोनस पाएको छु। यो गर्दै गर्दै सुरुमा $8, त्यसपछि $20, त्यसपछि $50, त्यसपछि $100 बोनस तपाईँहरूले पाउनुहुनेछ। त्यसपछि त्यहाँभन्दा फाल्टु पनि पाउनुहुनेछ र अहिले चाहिँ म $100 बोनसमा छु। अब मैले यहाँनिर 28 कोइन यो कलेक्ट गरिसक्नु बित्तिकै मैले चाहिँ यो $100 फेरि विथड्र गर्न पाउनेछु। यसको बारेमा पनि म तपाईँहरूलाई एकछिनमा कुरा गर्नेछु डिटेल्समा। यसबाट हामीले एकदम राम्रो फ्रीमा खासै धेरै काम नगरिकन पनि अर्निङ गर्न सक्नेछौँ। यो भयो स्पिन गरेर भइहाल्यो, यो एकछिनमा कुरा गर्नेछौँ है। अब सुरुमै अब यो एप्लिकेसन भनेको चाहिँ लाइभ बसेर कमाउने एप्लिकेसन हो। त्यही भएर यदि तपाईँहरू लेडिज हुनुहुन्छ भने चाहिँ सुरुमै तपाईँले आइडी भेरिफाई हुनु बित्तिकै तपाईँले चाहिँ गो लाइभको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि लाइभ बस्नु स्टार्ट गरिहाल्नुहोस्। र यदि केटाहरू हुनुहुन्छ र लाइभ बस्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ पैसा तिर्नुपर्ने हुन्छ। 1200 जति यहाँनिर पैसा तिर्नुपर्ने भन्दा पनि कोइन किन्नुपर्ने हुन्छ र त्यो कोइन चाहिँ अरू यहाँनिर लाइभमा बस्नेहरूलाई गिफ्ट दिनुपर्ने हुन्छ। यदि तपाईँहरू घाटामा नखाइकन चाहिँ यहाँनिर लाइभ बस्नु पनि चाहनुहुन्छ, घाटा पनि नखाने तरिकाले बस्दाखेरि चाहिँ घरकै तपाईँहरूले फिमेल मेम्बर कोही हुनुहुन्छ भने चाहिँ तपाईँहरूले अथवा आफ्नो फिमेल साथीहरूलाई चाहिँ लाइभ बस्नु लाउनुहोस् यहाँनिर र तपाईँहरूले चाहिँ 1200-1300 को कोइन किन्नुहोस् र त्यो कोइन चाहिँ गिफ्ट दिनुहोस् र तपाईँहरूले गिफ्ट दिनुभएको कोइन तपाईँहरूको साथी अथवा कसलाई बस्नु लाउनु भएको छ त्यो त्यसबाट विथड्र भइ नै हाल्नेछ। प्लस तपाईँहरूले पनि यहाँनिर अब लाइभ बस्न पाउनुहुनेछ र लाइभ बसेको सुरु दिनदेखि तपाईँहरूले 7 दिनसम्म चाहिँ रेगुलर बस्नुहोस्, तपाईँहरूले राम्रो कोइन पाउनुहुनेछ। र मेन सबैभन्दा धेरै पैसा कमिने चाहिँ अरूहरूले दिएको गिफ्टबाट हो लाइभ बस्दाखेरि। र एप्लिकेसनले पनि तपाईँलाई रिवार्ड चाहिँ दिनेछ। त्यो रिवार्ड क्लेम गर्नुको लागि चाहिँ एप्लिकेसनले 7 दिनसम्म एकदम राम्रो कोइनहरू तपाईँलाई गिफ्ट दिनेछ। तपाईँहरूले 1 घन्टा 2 घन्टा जति चाहिँ डेली लाइभ बस्नुपर्ने हुन्छ र 2 घन्टाको तपाईँहरूले गिफ्टहरू क्लेम गर्नुको लागि यो अप्सनमा क्लिक गर्ने। त्यसपछि यहाँनिर तपाईँहरूले माई डाटाको अप्सनमा क्लिक गर्ने। त्यसपछि यहाँनिर गिफ्टहरू सबै यहाँनिर हुन्छ, देख्न सक्नुहुन्छ। अब गिफ्टहरू छ, यहाँनिर क्लेम गर्ने अप्सन आउँछ। यो डेली ट्याक्स भन्ने रहेको छ, यसमा क्लेम गर्ने अप्सनहरू आउँछ। क्लेम गर्नुहोस् र तपाईँहरूको यहाँ एकाउन्टमा एड हुनेछ। यहाँनिर भएको यो कोइन चाहिँ तपाईँहरूले पैसामा कन्भर्ट गरेर निकाल्न सक्नुहुन्छ भने यो कोइन चाहिँ तपाईँहरूले अरूहरूलाई गिफ्ट दिने हो। सो तपाईँहरू केटाहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरूले लेभल 5 कम्प्लिट गर्नुपर्ने हुन्छ। लेभल 5 भनेको अरूहरूलाई गिफ्ट दिएर लेभल 5 कम्प्लिट गर्ने हो। र त्यो लेभल 5 कम्प्लिट गर्नुको लागि चाहिँ तपाईँहरूले माई लेभलमा जानुहोस् र लेभल 5 कम्प्लिट गर्नुको लागि कति कोइन चाहिने रहेछ, कति कोइनको गिफ्ट दिनुपर्ने रहेछ त्यो देख्न सक्नुहुनेछ। जस्तै लेभल 5 कम्प्लिट गर्नुको लागि 85,200 कोइन गिफ्ट दिनुपर्ने रहेछ। त्यसपछि यो लाइभ खुल्नेछ। सो गिफ्ट दिनको लागि यो कोइन किन्नुको लागि यो रिचार्जको अप्सनमा क्लिक गर्ने र तपाईँहरूले यो $18 को किन्दा भइहाल्ने रहेछ। यति किन्नुहोस् र गिफ्ट दिनुहोस्। तपाईँहरूको पैसा खेरो जाँदैन। अघि मैले जुन आइडिया भने त्यो आइडियाले गर्नुहोस्, खेरो जाँदैन। तपाईँहरूले फेरि यो पैसालाई विथड्र लिनु सक्नुहुन्छ अर्को एकाउन्टबाट। र तपाईँहरूले लाइभ बसेको अर्निङ यहाँबाट माई डाटाबाट चाहिँ कलेक्ट गर्न चाहिँ नभुल्नु होला। कलेक्ट गर्नु भएन भने चाहिँ त्यो खेरो जान्छ, तपाईँहरूलाई दिँदैन त्यो। त्यही भएर यहाँनिर क्लिक गर्दै कलेक्ट चाहिँ गर्नु होला। र अब यहाँनिर तपाईँहरूले कलेक्ट गर्नुभएको कोइनहरू यहाँनिर आउनेछ। लाइभबाट गिफ्ट पाउनुभएकोदेखि लिएर एप्लिकेसनले गिफ्ट दिएको कोइनहरू सबै यहाँनिर हुन्छ। र त्यसै गरी यो स्पिन यहाँनिर अर्निङ सेन्टरको जुन स्पिन थियो यहाँबाट घुमाएको पैसा पनि जब यो यहाँनिर डायमन्ड र यो कोइनहरू सबै 0 बनाउनुहुन्छ त्यसपछि यहीँनिर आएर बस्ने हो र एकैचोटि तपाईँले विथड्र गर्न सक्नुहुनेछ। अब लाइभ बसेर अर्निङ गर्ने भनेको चाहिँ त्यसरी नै हो। तपाईँहरूलाई डेली 1 घन्टा 2 घन्टा बसेको गिफ्ट पनि दिनेछ एप्लिकेसनले, प्लस
अरूहरूले गिफ्ट पनि दिनेछ तपाईँहरूको लाइभ हेर्न आउनेहरूले। र अब यो लाइभ बसेर कमाउने तरिका बुझिहाल्नुभयो। अब यो लाइभहरू नबसिकन यो अर्निङ सेन्टरबाट कमाउने तरिका पनि अब म तपाईँहरूलाई मजाले बुझाइदिनेछु। अब यो भनेको चाहिँ देख्न सक्नुहुन्छ मलाई यहाँनिर कलेक्ट भनेर टिकट आएको छ। अब यो कलेक्टको अप्सनमा क्लिक गरेपछि यहाँनिर देख्न सक्नुहुन्छ अब यो कलेक्ट भयो। यो टिकट यहाँनिर अब बस्यो, यहाँनिर 19 टिकट यहाँनिर मेरो छ। यो एक टिकटले एकचोटि स्पिन घुमाउन पाइनेछ। मैले जस्तै एकचोटि यहाँनिर यसरी घुमाएँ। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ यो अब कहाँनिर रोकिन्छ त्यो एड हुनेछ। जस्तै यहाँनिर यो कोइन परेको छ 0.47 कोइन। अब यहाँनिर मेरो जुन अहिलेको 28 थियो अहिले यहाँनिर घटेर 27 भएको छ। फेरि यसरी स्पिन गर्ने र यो स्पिन गर्ने टिकट सुरुमै चाहिँ तपाईँहरूले सुरुमा त तपाईँहरूले बोनस 3टा स्पिन गर्ने पाइहाल्नुहुनेछ। त्यसपछि चाहिँ तपाईँहरूले यहाँनिर इन्भाइट गर्नुपर्ने हुन्छ र इन्भाइट गर्नुको लागि यो इन्भाइट फ्रेन्डको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर तपाईँले यहाँनिर WhatsAppतिर अथवा जेमा भयो नि गर्न सक्नुहुन्छ अथवा यहाँनिर तपाईँले यो जुन छ कपी लिङ्क भन्ने अप्सन, यो कपी लिङ्क भन्ने अप्सनमा क्लिक गर्नुहोस् र कपी हुनेछ। र कपी भइसकेपछि तपाईँले अरूहरूलाई सेयर गर्नुपर्ने हुन्छ। आफ्नो साथीहरू अथवा घर छेउछाउको अथवा लेडिजहरू को छ लाइभहरू बस्न इन्ट्रेस्टेडहरू सबैलाई सेयर गर्न सक्नुहुन्छ र सबैबाट तपाईँहरूको यहाँनिर टिकट कलेक्ट हुन्छ र भेरिफाई गरेको यहाँनिर कति टिकट र लाइभ बसेको कति टिकट यहाँनिर देखाइदिएको छ। 3 टिकट पाउनुहुनेछ एकजना बराबर। त्यसपछि त्यो टिकटले स्पिन घुमाएर चाहिँ यहाँनिर यो 0 बनाउनु पर्ने हुन्छ। सुरुमा त यहाँनिर यो कलेक्ट भइहाल्नेछ 2-3 टिकटमै। त्यसपछि यो तलको कोइनहरूलाई चाहिँ 0 बनाउनु सक्नुपर्ने हुन्छ र त्यो 0 भइसकेपछि क्यास आउटको लागि जानेछ। त्यसपछि विथड्र हुनेछ। र धेरै इन्भाइट गर्नको लागि चाहिँ सबैले युज गरिरहेको ट्रिक भनेको चाहिँ टिकटकमा हो। तपाईँहरूले चाहिँ क्यास आउट गरेको भिडियोहरूदेखि लिएर यहाँबाट कमाउनु भएको केही पैसा कमाउनु भएको छ भने त्योहरू चाहिँ तपाईँहरूले टिकटकमा लगाइराख्नुहोस् र टिकटकमा लाउनुहोस्। त्यसपछि इनबक्समा आउनुहोस् भनेर तपाईँले लेख्न सक्नुहुन्छ। तपाईँहरू पनि कमाउन चाहनुहुन्छ भने इनबक्समा आउनु भनेर लेख्न सक्नुहुन्छ। त्यसपछि इनबक्समा आएपछि तपाईँहरूले त्यो मान्छेलाई आफ्नो लिङ्क सेयर गरिदिनु हो। यसरी एकदम राम्रो कमिन्छ। तपाईँहरूले पनि यो टेक्निक ट्राई गर्न सक्नुहुनेछ। र इन्भाइट गर्नुको लागि कि त युट्युबमा पनि तपाईँले भिडियोहरू सेयर गर्नुहोस्। युट्युब भन्दा पनि अहिले त टिकटक एकदम बेस्ट हो। टिकटकतिर सेयर गर्नुहोस् र त्यहाँबाट तपाईँले चाहिँ अरू साथीहरूलाई जोइन ल्याउन सक्नुहुन्छ। टिकटकको थ्रुबाट, टेलिग्रामको थ्रुबाट, फेसबुकको थ्रुबाट अरू साथीहरूलाई जोइन गर्नु लाउनुहोस् र अरू साथीहरूले पनि पैसा कमाउँछ। तपाईँहरूले पनि केही न केही यहाँनिर टिकटहरू पाउनुहुनेछ बोनसको रूपमा। त्यही भएर यो स्पिन घुमाउनको लागि तपाईँले इन्भाइट गर्नुपर्ने हुन्छ र इन्भाइट बोनसहरू पनि फाल्टो पनि आउनेछ। त्यही भएर यहाँबाट राम्रो अर्निङ हुन्छ। अब म यहाँनिर फेरि घुमाउने छु। त्यसपछि जब मेरो यो 0 हुन्छ त्यसपछि $100 निक्लिनेछ। यसरी हो यहाँनिर अर्निङ हुने भनेको। र यसरी अर्निङ गर्नुहोस् र तपाईँहरूलाई केही प्रब्लम छ भने कमेन्ट गर्न सक्नुहुनेछ। केही बुझ्नु भएको छैन भने अब म यो पैसालाई विथड्र गर्नेछु। अब 9,15,000 कोइन रहेको छ। अब यसलाई विथड्र गर्छु। सो क्यास आउटको अप्सनमा क्लिक गर्ने यहाँनिर यो जुन कोइन हुन्छ यहीँनिर माथि क्यास आउटको अप्सन हुन्छ। यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यो क्यास आउटको अप्सनमा फेरि क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर कन्ट्री नेपाल सेलेक्ट गर्नुहोस् र त्यसपछि सेलेक्ट पेमेन्ट मेथड भनेको छ यहाँनिर। यो सेलेक्ट पेमेन्ट मेथडको सेलेक्टको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि खल्ती ई सेवा ब्याङ्कमा केमा विथड्र गर्ने त्यो सेलेक्ट गर्नुहोस्। म चाहिँ अहिले खल्ती सेलेक्ट गर्छु र खल्ती सेलेक्ट गरेँ। अब यहाँनिर चाहिँ अल गरिदिँदा पनि हुन्छ। तर यहाँनिर चाहिँ 1 लाख कोइन भएपछि मिनिमम 1 लाख कोइन हुने बित्तिकै विथड्र हुनेछ। 1 लाख भनेको $10 नेपाली 1380 रुपियाँ हुन्छ र फी थोरै काट्छ। 1300 चाहिँ तपाईँहरूको विथड्र हुनेछ। मसँग चाहिँ यहाँनिर 9 लाख कोइन रहेको छ। त्यही भएर मैले यहाँ 9 लाख लगाइदिएको छु। अब यो 9,15,000 छ। यो 15,000 चाहिँ विथड्र हुँदैन। जब यो 1 लाख हुन्छ त्यसपछि मात्र विथड्र हुन्छ। त्यही भएर 1 लाखको मल्टिपल चाहिँ तपाईँले लाउनु पर्ने हुन्छ विथड्र गर्नुको लागि। सो म एकैचोटि यहाँनिर 9 लाख विथड्र गर्नेछु। जस्तै यहाँनिर 9 लाख भनेको लगभग नेपाली 12,420 रुपियाँ हुने रहेछ। सो यति विथड्र आउनेछ। यहाँनिर तपाईँले खल्ती नम्बर र त्यसै गरी खल्तीको नाम, यदि ब्याङ्क सेलेक्ट गर्नुभएको छ भने ब्याङ्क एकाउन्ट नम्बर कुन ब्याङ्कको त्यो लाउनु पर्ने हुन्छ। ई सेवा हो भने पनि ई सेवा नम्बर, ई सेवाको नाम के छ त्यो लाउनु पर्ने हुन्छ। त्यसपछि विथड्रको अप्सनमा अब डाइरेक्ट यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एकचोटि आफ्नो डिटेल्स चेक गर्नुहोस् र यहाँनिर मेरो फी भनेको चाहिँ 372 रुपियाँ काट्ने रहेछ र मैले टोटल पाउने भनेको 12,047 पैसा चाहिँ मैले पाउनेछु यो फी कटाएर। त्यसपछि यो नम्बरहरू सब ठिक छ भने चाहिँ अब विथड्रको अप्सनमा क्लिक गर्नुहोस् र विथड्रको लागि सबमिट भएको छ र त्यसपछि अब यसलाई कटिट गरिदिने र यहाँनिर देख्न सक्नुहुन्छ मेरो विथड्रको लागि सबमिट भएको छ
योभन्दा अगाडि मैले देख्न सक्नुहुन्छ विथड्र गरेकोहरू यहाँनिर 4,000 1,300 त्यसै गरी 6,500 1,300 1,300 गर्दै मैले थुप्रैचोटि विथड्रहरू लिइसकेको छु। लगभग यहाँबाट राम्रै मैले कमाइसकेको छु। तपाईँहरू पनि कमाउन चाहनुहुन्छ भने जोइन गरेर कमाउन स्टार्ट गरिहाल्नुहोस्, किनभने यो एप्लिकेसनले विथड्र पनि 100% दिनेछ। विथड्र एकैछिनमा आउँछ, म तपाईँलाई विथड्र आएपछि देखाइहाल्नेछु। विथड्रको लागि सबमिट गरिसक्नु भएपछि यो विथड्र मेसेजको अप्सनमा आउनुहोस्, त्यसपछि विथड्रल मेसेजको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर यो क्लिक द डिटेल्सको अप्सनमा क्लिक गर्नुहोस् र त्यसपछि यहाँनिर विथड्र आइसकेपछि यहाँनिर विथड्र आएको भनेर देखाइहाल्नेछ। अहिले चाहिँ पेन्डिङमै छ। सो हेरौँ कति टाइममा विथड्र आउँछ, त्यसपछि फेरि कन्टिन्यू गर्नेछौँ। ओके, लगभग 20 मिनटभित्र मैले चाहिँ यहाँनिर पेमेन्ट पाएको छु। 12,040 रुपियाँ मेरो यहाँनिर विथड्र आइसकेको छ। टाइमहरू यहाँनिर देख्न सक्नुहुनेछ। यति टाइममा विथड्र पाएको छु र म तपाईँहरूलाई एप्लिकेसन खोलेर देखाउनेछु विथड्र आइसकेपछि कस्तो देखाउँछ भनेर। जस्तै विथड्र आइसकेपछि अब फेरि यो मेसेजमै जानुपर्ने हुन्छ र यहाँनिर एउटा मेसेज आएको हुन्छ विथड्र मेसेज भनेर। यहाँनिर क्लिक गर्ने, त्यसपछि यहाँनिर टु बी कन्फर्म भनेको छ। अब आफूले कन्फर्म गरिदिँदा हुन्छ अथवा नगर्दा पनि हुन्छ। र अब यहाँनिर यो 12,400 मा टु कन्फर्मको अप्सनमा यसरी क्लिक गर्ने र त्यसपछि यहाँनिर प्रुफ पनि देखाएको छ। यहाँनिर पैसा पठाएको स्क्रिनसट पनि छ। यहाँनिर विथड्र भएको, यानि कि पैसा यसरी पठाइदिनेछ ब्याङ्कबाट अथवा खल्तीबाट पठाइदिनेछ तपाईँहरूलाई विथड्र गर्नुभएको पैसा चाहिँ। र यहाँनिर स्क्रिनसट पनि हेर्नुहोस्, प्रुफ हुन्छ। यदि आएन भने यहाँनिर तल यो रिटर्न रिसिभको अप्सनमा क्लिक गर्नुहोस्। यहाँनिर सबमिट प्रुफहरू छ, तर पनि तपाईँले रिसिभ गर्नुभएको छैन भने रिटर्न रिसिभको अप्सनमा क्लिक गरेर तपाईँले कस्टमर सपोर्टसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र अब यहाँनिर कन्फर्म अफ पेमेन्टको अप्सनमा यसरी क्लिक गरिदिने र कन्फर्म गरिदिने। यति भइसकेपछि अब रिसिभ भयो भनेर बुझ्छ यो एप्लिकेसनले पनि। सो यसरी चाहिँ तपाईँले अब विथड्र गर्न सक्नुभयो। विथड्र एकैछिनमा आइहाल्छ। तपाईँहरूलाई 1-2 दिन 4-5 दिन 1 हप्ता पर्खिनै पर्दैन। एकै दिनमा 10 मिनट 20 मिनटमा विथड्र आउनेछ। तर रातिको टाइममा जुन 9 बजे 10 बजेतिर चाहिँ विथड्र नगर्नु होला। त्यति बेला चाहिँ एकैचोटि बिहान भएपछि भोलिपल्ट भएपछि मात्रै विथड्र हुन्छ। फास्ट विथड्र पाउनु छ भने दिउँसोको टाइममै गर्नु होला। सो तपाईँहरूले यहाँनिर यो एप्लिकेसनमा यसरी काम गरेर यसरी विथड्र गर्न सक्नुहुनेछ। र यो एप्लिकेसनको बारेमा अझै केही बुझ्नु भएको छैन, केही तपाईँहरूलाई प्रब्लम छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक, कमेन्ट, सेयर, च्यानललाई सब्सक्राइब गर्नुहोस् यस्तै खाले भिडियोहरू हेर्नका लागि।